फाइनली गाइज आज चाहिँ हामी चितवनमा सफारी गर्न लागेको है। ल हामी चाहिँ यहाँ 6 जना छौँ। ल हामी चाहिँ चितवनमा सक्क जिप सफारी होइन गाइज यो किसन भाइ। हाम्रो यात्रा चाहिँ यहाँबाट सुरु भएको छ। म के भन्नु चाहन्छु भने भनेपछि जसमा तपाईँ अगाडि भन्नुभयो लाग्यो हामी त भित्र देख्नु भयो कि भएन हजुरहरूले? म त चस्मा लाएर हिँडेको छु। इन्जोय गर्नु न यो जङ्गलको सफारी। पर रहेछ फाइनली एउटा मृग चाहिँ देखियो। यो जङ्गलले मकवानपुर पनि छुन्छ होइन सर? यो छुन्छ तपाईँको मकवानपुर अनि यता पश्चिममा नवलपरासी। त्यो मकवानपुरबाट एउटा सफारी हुँदो रहेछ नि, हात्ती सफारी। त्यहाँ चाहिँ वर्षा राष्ट्रिय निकुञ्जमा हुन्छ हात्ती सफारी। त्यहाँ चाहिँ हात्तीहरूले मान्छे मारेको पनि धेरै केस हुँदो रहेछ। हात्तीले बाघले भइरहेको छ। तपाईँको यहाँ पनि इन्सिडेन्ट भइरहेको छ। कहिले तपाईँको गैँडाले मार्छ, गैँडाले बाघले घिसाएर लिएर खाइरहेको छ। तपाईँको यस्तो सफारीमा भन्दा पनि जब लोकल मान्छेहरू घाँस चरा गर्नु अनि मलाई इन्सिडेन्ट हुन्छ क्या। लोकल छ तपाईँको जति गरे पनि सकिँदैन फेरि। हजुर अब के गर्ने कति गरेन हाम्रो जङ्गल हो भनेर अब गेटमै थुनेर लगाएर हामीलाई फेरि चिन्न दिएन भने सफारी पनि गर्नु पाइन्छ। हजुर के गर्ने कति नै गर्ने क्या त्यो टाउकोमा देख्ने जस्तो गर्ने उनीहरूको राम्रो लागि भने आउँछ। हेल्थ सेफ्टीको लागि हो मेन त। स्वास्थ्य नै छैन भने त के हो अरू कुरा। सिंह भागो मेल सिंह नभएको फिमेल मैले मजाले चिन्ता गर्ने भेटेर आएको मङ्गी चाहिँ मैले बिहान चिनाउँछ नि त। तपाईँको नेपालीमा चाहिँ चित्तल भन्छ, इङ्ग्लिसमा चाहिँ स्पोटेड डियर भन्छ क्या। जुन होइन व्हाइट स्पोट र यसको बडीमा तपाईँ व्हाइट स्पोट गर्न सक्नुहुन्छ क्या। अरूमा तपाईँ यसरी व्हाइट स्पोट हुँदैन। सानो बच्चा हात्ती बस्ने ठाउँ के भन्छ? इलिफेन्टको घरलाई के भन्छ? हात्ती सार। पहिला चाहिँ के भन्दा यहाँ चाहिँ राजाहरूको पाला यहाँभित्र होटेल पनि थियो कि। त्यो होटेलको चाहिँ हात्ती बाँध्ने क्षेत्र थियो। हात्ती त कति हो? 21 महिना कि 19 महिनामा भयो।
22 महिना आउने यार हात्ती 22 देखि 24 महिना लाग्छ हामीलाई बच्चा पाउनु 2 वर्ष अनि सबैभन्दा मेमोरी लङ टर्म हुने 20 वर्षसँगैको जोसम्म खतरा मेमोरी हुन्छ के हात्तीको चाहिँ एकचोटि देखेको मान्छेलाई उसको 20 वर्षसम्म त्यस्तो हो खतरा मेमोरी हात्तीको दिमाग पो लाउने बेला भयो त मान्छे जीवन अब मेमोरी क्यापेसिटी होला तर पिडी नभए भने त तँ भन्दा उसले भन्छ हात्ती मेरो साथी टार्जन छोटो हात्ती ओ गइडा बच्चा खोइ यो साइडतिर पो आइदिन्छ रहेछ मैले यही साइडतिर हेर्दै थिएँ यताबाट कत्रो यता फर्के त हुन्थे यता घुम साथी बेल्ट पनि रहेछ त यसको त म तर्सेँ बिचरा गइडा देखियो गाइस दुईटा मात्रै हो यहाँ गइडा हाइज गर्ने त रहेछ 194 वटा गैडा 128 वटा बाघ भनिसक्यो काउन्टिङमा 609 तर एक्ज्याक्ट रेकर्ड चाहिँ हुँदैन त्यो चेन्ज गर्दै जाँदो रहेछ नि त होइन रेकर्डमा त्यति घटबड भइरहने हात्तीको त इन्डियाबाट कता कता आउने रहेछ नि त होइन तिनीहरू पनि आउँछ बेङ्गल टाइगरहरू त्यो घरको अघि नै बाटोमा मजाले उडेको देख्नु भयो हामी चाहिँ चितवन जङ्गलभित्र एकछिन वाकमा हामीले चाहिँ फाइनल गैडाहरू नि देख्यौँ गैडाको बच्चा अनि यता अरू केही देखिन्छ कि भनेर चाहिँ हामी चाहिँ हिँड्नेछौँ हाम्रो ग्रुप चाहिँ अगाडि छ ल है त केही देखिएछ भने म भिडियोमा देखाउने नै छु ल यो चाहिँ 19-20 वर्ष लगभग बन्द भइसकेको चाहिँ छ अरे यस्तो रहेछ है मगर गई ओ साथी मगर के छ हिले खबर जे बेटा पनि खाने गयो फेरि यो चाहिँ हरामी हो डेन्जर है पानीको दानव रिभर मोन्स्टर मृगहरू बदलहरू मान्छे पनि खाएको रेकर्ड छ सनसेटको पनि फोटो खिच्नु पर्यो फाइनली हामी चाहिँ यहाँ गई हेरेर पनि अब चाहिँ ब्याक हुँदैछौँ गाइस यस्तो भिडियो चाहिँ खतरा आउँदैन 5 मिनट हिँडेको है टुनी बना सबभन्दा ठुलो मृग साम्बडी अहिलेको दिनमा कतिचोटि पर्छ अल्लाहको कत्रो हो हात्ती मुस्लिम सबै आएर गणपति अन्त ल फाइनली हामीले चाहिँ जिप सफारी गरिसकेर पनि ब्याग चाहिँ रमाइलो भयो एकदम बबार फोटो खिच्नेको भुइँहरू है गाइस